धन्नै चोरेर हिँड्दैका केटाकेटीले लाज मान्नु पर्दैन। गुगल म्यापले गरे जस्तै घात भन्यो त आज हामीसँग। बाल्टी नै भइहाल्यो। त्यो चाहिँ मसँग पढ्ने केटो हो। सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म यदि बिहान उठेर टक्क साथीसँग जाँदैछु। साथ चाहिँ आएको छ अरे 3 वर्षपछि भेट हुँदैछ एउटा साथीसँग। पुरै कुहिरो म त्यति बिहान जस्तो उठेको थिएन। पुरै कुहिरो लाग्दिरह 6:30 बजेसम्म। आफ्टर 3 इयर्स भेट हुँदैछ है त हाम्रो। अहिले चिया खान आइसकेको छौँ साथी र म। मेरो साथ चाहिँ ह्यान्डसम साथी। नमस्कार। मेरो करियरको स्टार्टिङ उसँग मिलेर भएको हो। त्यसको कहानी म कुनै दिन भन्छु पछि समय आयो भने। त्यही त ल पछि भेटौँला। दाइलाई भेट्नु दाइको पसलमा आएको छु नि, दाइको कारखानामा। दाइ नयाँ गीत कहिले झर्दैछ त अब हाम्रो? झर्छ बिस्तारै, हल्का 1-2 हप्ता लाग्छ। केही क्ल्याप स्ल्याप छ कि सिङ्गल हो कि के कस्तो? क्ल्याप छ हाम्रो 2 जनाको। ल बाबा दाइसँग एकछिन सानो काम छ, त्यो सकेर चाहिँ कल चाहिँ हामी दाइले चिया मगाएर चिया खाँदैछौँ दाइको कारखानामा। साथी एक नजर यता देऊ न। अहिले चाहिँ म मेरो साथीको यहाँ पसल ओपनिङ हुँदैछ होइन, खेलौनाको। यहाँ केटाकेटीहरू पनि आइसकेका छन्। के किन्न आएको नानी? त्यो बत्तीवाला बाइक किन्न आएको। ल पैसा कहाँ हो त तिमीहरूसँग? ए पैसा खै त, पैसा दिनु पर्दै त फेरि। बाई धन्नै चोरेर हिँड्दैका केटाकेटीले। ल कैन कुनाली तू कहीं के हमारे ब्लॉग को लाइक करे आउन न। ल त्यसै बाई गर्दै त फेरि। साथीलाई रिसिभ गर्न आइसकेको छु। साथी चाहिँ यहाँ इन्टर्नमा काम गरिरहेको छ अहिले अफिसबाट हो सिधै। एकदम कतिको भइरहेको त कमाइ पानी। आज चाहिँ तेरै त होला स्पोन्सर। अब सधैँ मैले दिन्थेँ कि अरे अब जाहिर खा मान्छेले दिनु पर्यो। वेलकम ब्याक टु आवर युट्युब च्यानल। देन लाइक कमेन्ट सब्सक्राइब। यहाँ साथीको उमा आइसकेको छ। भने यहाँको चाहिँ दामी रहेछ लोकेसन, भ्यू भनौँ। कस्तो लाग्दैछ? दामी छ। साथी चाहिँ यता नुहाउँदै रहेछन् होइन। साथी यता मेरो भ्लगमा हाई गर न। आइपुगेको छु होइन। साथी चाहिँ यता नुहाउँदै रहेछन्। यता हेर न, लाज मान्नु पर्दैन। हाई गर यता। ल सही भाइरल हुने जस्तो आयो त यार। यहाँ चाहिँ माछा मार्ने अब हुँदै रहेछ होइन। यसो न 1-2वटा क्लिप हेरौँ कस्तो हुन्छ माछा मराइ। हामी चाहिँ अहिले तातो पानीमा छौँ त। यो ठाउँको नाम तातो पानी त हो? एकदम लोकल कुखुराको झोलसित तातो पानी पनि खान मिल्छ यहाँ। को यहाँको माछा मार्ने मान्छे तिमी हो? मछुवारा ताल यहाँको। भएन माछा पर्यो माछा पर्यो रमाइलो पलहरू। ल माछा पर्यो है, माछा पर्यो। ल फुत्किसक्यो तलदेखि। 2टा पर्यो क्या माछा? सानो भन्ने यार सानो छ यार, आधा केजी पनि छैन यार। बाल्टी ल्याइ भइहाल्यो। माछा म्यान एकछिनमा त मरिहाल्ला त नि। एकैछिनमा म बाल्टी ठुलो बाल्टी ल्याउँछु यार। यो बाल्टी कहाँ हुन्छ यार? माछा मार्न त यहाँ खोजिरहन् तर यहाँ फलाइ मिले होइन। त्यो यस्तो न त्यो वाइड तरिकामा जानुपर्ने हो, त्यो गयो सिधा। त्यही भएर चाहिँ हल्का गाह्रो भइरहेको छ। तर केही छैन। अब चाहिँ हामी एकछिन साथीसँग टाइम स्पेन्ड गऱ्यौँ। यहाँ खाना भन्दा पनि साथीलाई भेट्न आएको थियौँ हामी चाहिँ। यहाँदेखि निस्किँदैछौँ। ल खै त साथीलाई बोला न रोशनलाई। ल अब यहाँ साथीलाई भेटेर चाहिँ हामी जाँदैछौँ चिया खान। यहाँ चाहिँ चिया पाउँदो रहेछ किनकि भर्खर स्टार्टिङ हुँदैछ। ल अब चाहिँ हामी यहाँदेखि निस्किँदैछौँ। यहाँ एकछिन साथीसँग कुराकानी गऱ्यो जानुपर्छ। यो चाहिँ मसँग पढ्ने केटो हो स्कुलमा। एकदम विदेशी जस्तो लुक्समा झोलासोला बोकेर हेडपिन सेट पनि हालेर। यसलाई के भन्ने त? यो बिटिएसको फ्यान भन्ने कि ओप्पा भन्ने? त यसलाई यस्तो काम गरेपछि
हामी चाहिँ सर्टकट हान्दै जाम भनेको बाटो त यस्तो पो आइलाग्यो त गुगल म्यापले गरे जस्तै घात भएन त आज हामीसँग This is a Shiva Mandir from Latikoli. म चाहिँ घर आइसकेको थिएँ अनि भिडियो कस्तो लाग्यो मन पर्यो भने चाहिँ लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला अनि अहिलेसम्मको ब्लगहरू हेर्दै हुनुहुन्छ पछाडि 2-3 वटा देखि भनेपछि के कस्तो छ अनि के सुधार गर्न पर्ने छ मैले त्यो पनि कमेन्टमा भनिदिनु होला सिक्दै छु गर्दै छु